आज चाहिँ हामी हस्पिटलबाट रिटर्न हुँदाखेरि चाहिँ होइन सिलगढी पुगेँ नेपालबाट होइन। यसो दाजुभाइ बेगम मल घुम्नु मन परेको थियो। यसो घुम्नु जाँदाखेरि चाहिँ बेगम मल त क्रिसमसको लागिरहेको रहेछ, मजाले सजाइरहेको रहेछ। कस्तो दामी लागेको नि, हेर्नुहोस् न कस्तो दामी सजाएको रहेछ। अन्त त्यो सजाएको हेर्दा यसो हेर्दाखेरि मलाई ज्याकेट पनि किन्नु मन परिरहेको थियो होइन। अफर लागेको होला के लागेको छैन होला हेरेँ हो, अफर दामी लागेको रहेछ। अन्त मैले एउटा ज्याकेट किनेँ, अन्त एउटा सर्ट किनेँ हो, दामी रहेछ, मलाई दामी लाग्यो। अनि यसो हेर्दै जाँदा के हो हरियो हरियो अन्त एक्समेक्स ट्री पो बनाएको रहेछ, दामी लाग्यो मलाई हो। अन्त माथिपट्टि पनि रेड कलरको रहेछ, अनि ग्रिन रहेछ हो। त्यो टपसम्मै पुग्यो मजाले हेर्नुहोस् न, भित्रको मात्रै होइन बाहिरको भ्यू पनि हेर्नुहोस् तपाईँले। भित्र त यस्तो दामी छ तर आउटसाइड भ्यू ल, तर नाइटमा भ्यू हेर्नुहोस् है। मैले एक दुईवटा क्लिप बनाएको छु, यसमा एड पनि गरेको छु, हेर्नुहोस् है कस्तो दामी छ। वा मेरी क्रिसमस भनेर लेखेको छ, कस्तो दामी सजाएको छ हेर्नुहोस्। एक दुईवटा मैले फोटो पनि क्लिक गरेको छु। त्यस्तो मेरो क्यामेरा त राम्रो छैन, तर अब पनि हल्का